आज धेरै दिनपछि फेरि स्वागत गर्न चाहे सबै साथीहरूलाई। हामी चाहिँ आज बुढाबुढी भएर यहाँ वकिङको लागि इभिनिङ वाकको लागि निस्केका छौँ। हामी अहिले भुपोपथमै छौँ। बुढी चाहिँ यसरी पसिना छाडेर शामको 5 बजिसक्यो पसिना छाडेर गइरहेको छन्। यो साथीहरू यो रुख चाहिँ के अरे यसको शीतल चिनी होइन मोरिङ्गा हो कि के पनि भन्छ। 300 प्रकारको काम गर्छ भन्छ यसले। अगर बिहानमा पानी गरम पानीमा घोलेर पिउने भने अहिले हामी भुपोपथको मेन चोकमा निस्किसकेका छौँ। यो ठाडो बाटोबाट फेरि हामी होराइजन चोकतिर लाग्नेछौँ। होराइजन चोक यहाँबाट धेरै टाढा छैन, लगभग 400 मिटर 300-400 मिटर होला होइन। उखुको अगर उखुको जुस पिउने हो भने यहाँ उखु पनि पिउन सकिने रहेछ। र यसरी माथितिर चाहिँ देवीनगर चौपारीतिर जान्छ यो बाटो, अनि यो तलतिर होराइजन चोकतिर जान्छ। साथीहरू यहाँ अगाडि चाहिँ क्यारम बोर्ड चल्दै रहेछ, क्यारम बोर्डको भिडभाड छ। ल साथीहरू हामी यहाँ सपिङ सेन्टरमा नि पस्छौँ। यो हो लालटेन बहुउद्देश्य सहकारी संस्थाद्वारा निर्मित सञ्चालित सहकारी पसल। काफी ठुलो स्टोर छ यो पनि। सामान किन्नको लागि एकदमै हर चिज उपलब्ध छ। साथीहरू हामीले चाहिँ सामान अलिकति किनेर निस्किसकेका छौँ। अब यहाँबाट फेरि अगाडि होराइजनको फलफ्रुट चोकतिर जान्छौँ, अनि त्यहाँ गएर केही फलफ्रुटहरू लिनेछौँ र फेरि वाकिङ हाम्रो कन्टिन्यू रहनेछ। यो चाहिँ यहाँको इभी नेटा इभी इलेक्ट्रिक भेहिकल हो। अहिले बुटलहरू पुरै इभीले छाएको छ फेरि होइन। सस्तो पनि छ अर्कोभन्दा, इलेक्ट्रिक हुनको कारणले सस्तो होला सायद। ल फाइनल साथीहरू हामीहरू अहिले होराइजन चोकमा पुगिसकेका छौँ। यो देवीनगर साइडको होराइजन चोक हो भने यसैको पल्लोपट्टि चाहिँ कालिका नगरको होराइजन चोक छ। होराइजन स्कुल चाहिँ बुटवलको एउटा मानेको स्कुल हो, जो कि यही देवीनगर 11 मा स्थित छ। तर यसको शाखाहरू थुप्रै छ। तल ड्राइभर टोलमा पनि छ। यहाँ भने कति 10 सम्म छ होला सायद। साथीहरू यही नै हो होराइजन चोक। हामी यहाँ फ्रुट पसलमा केही फ्रुटहरू हेर्नेछौँ। नारियलको जुस पाए नारियलको जुस लिनेछौँ। छ कि छैन मुस्किल लागिरहेछ। वाटरमेलन त देखिरहेछ तर यो चाहिँ छैन होला नारियलको जुस चाहिँ। ल यहाँ चाहिँ हामीले एउटा नारियल पनि बनाउनु लगाएको छौँ बहिनीलाई। हामी नारियल पनि लिएर जान्छौँ। हामी चाहिँ यो फ्रुट लिएर निस्किसकेका छौँ। एकदमै गरमले चाहिँ हात एकदम गरम चाहिँ बहुत ज्यादा भएको। र अहिले चाहिँ अब बाटो क्रस गर्दैछौँ। यहाँबाट बाटो क्रस गरेर फेरि यो पलतिर भइ के पथ र प्रधान पथबाट हामी जानेछ है। यहाँ चाहिँ मकै खान जानु मकै खान सक्नुहुँदैछ। मकै के लगाउने पक्डी त राख्छु त। त्यसै प्रधान पथबाट हामी केही भित्र जानेछौँ। अलिकति भित्र छ हाम्रो
भान्जीको घर यो थापा फ्रेस हाउस बङ्गुरको मासु पाउँछ। यहाँ हामी बङ्गुरको मासु लिन पनि आइरहन्छ समय समयमा। र अलिक केही अगाडि पुगेपछि फेरि हाम्रो भान्जीको घर छ। त्यहाँ सम्धिलाई केही समय भेट्नेछौँ। फेरि हामी अगाडि रङ्गशालासम्म सायद वाकिङको लागि जानेछौँ। र किन थाक्यो र अब के भन्छ वाकिङ हिँड्न किन चप्पल लगाएर निक्लेको त? बुढीले चाहिँ गएन भन्दै थियो नि। सायद फेरि हामी त्यहीँबाट पल्लो बाटो हुँदै देवीनगरको पल्लो बाटो हुँदै सायद फर्किन्छौँ होला। गरम चाहिँ के साह्रो गरम हो। अब हिजो यत्रो पानी परेकै हो हिजो। अब तर आज फेरि घाम लागेको गरम उत्तिकै छ या अझै ज्यादा पनि छ सायद। भिडियो ब्लर आएको कि मेरो चस्मा ब्लर हो पता नहीं यार। अलिक क्लियर देखिरहेछन् साथीहरू सायद क्यामेरामा मैला हुनसक्छ या मेरो चस्मा नि मैला हुनसक्छ। हेरौँ भिडियो बनाउँदा मात्र थाहा हुनेछ यो त। घर मलाई थाहा छ। के झारपात लगाएको? यो त फुलहरू हो र? फुल हो कि झारपात हो? फुलै हो भने यहाँ किन फेरि यस्तो ठाउँमा उम्रेछ त? ए यो पनि त घरको अगाडि रहेछ नि होइन। ल साथीहरू अहिले हामी चाहिँ भेटभाट गरेर फेरि यहाँ रङ्गशाला रोडमा वाकिङ गरिरहेका छौँ। यहाँसम्म चाहिँ बाटो बनेको रहेछ। यहाँबाट अगाडि चाहिँ बाटो एकदमै खराब छ, अझै बन्न बाँकी छ। पहिलेबाट डिस्प्युटेड भएर विवाद परेर यो बाटो चाहिँ बनेको थिएन। अहिले चाहिँ रङ्गशालासम्म सायद बनिसकेको छ। सायद माथि पनि उम्मिद छ छिटै बन्छ होला। हामीलाई त्यही नजिकै छ। हाम्रो यो धेरै त भएर नि चाहिँ बनेको होइन, 1-2 दिन मात्र भयो होला यो बनेको। यो चाहिँ केबी पथ हो भने तलतिर फेरि श्रेष्ठ पथ। छाता हो यो प्रगति नगरवाला पानी ट्याङ्की हो नि होइन यो। हामी यहाँ आउन जरुरी छ। ल साथीहरू चाहिँ प्रगति नगरलाई पुरा सप्लाई गर्ने, देवीनगरलाई पानी सप्लाई गर्ने पानी ट्याङ्की हो प्रगति नगर। पानी अनि हामी पहिला यहीँ यो बिल्डिङमा पानी त्यो बिल पे गर्न आउनु पर्थ्यो। अहिले भने अनलाइनै गरिन्छ, त्यस कारण धेरै भयो यता नआएको। यो मुस्कान पथ हो, तल्लो राणा पथ हो, त्यस्तै गरेर अझै तलतिर स्वतन्त्र पथ रहेछ, अझै तलतिर सङ्ग्रिला पथ रहेछ। ल र रङ्गशाला चाहिँ यही बाटोमा अलिक आफै तल पर्छ। अहिले फर्किने बाँ साइड मुस्कान पथबाट जाउँ, फेरि कुनबाट जाने? सङ्ग्रिलाबाट जाने र किन यता जाने र? मेन रोडबाट जाउँ। सङ्ग्रिला स्वतन्त्रबाट जाने, अलि तलतिरबाट जाउँ। हाम्रो एउटा सापको घर छ, सायद भेटिन्छ कि देखिन्छ कि हेरौँ।
हेरौँ त्यो नाम चाहिँ थाहा भएन तर त्यो रोडको नाम देखेपछि चाहिँ थाहा हुन्छ होला। साथीहरू हामी अहिले 44 पथभित्र इन्ट्री गरेका छौँ। अब यहाँबाट अगाडि फेरि मेन त्यही पहिलाको कालिका नगर होला होराइजन वाला मेन रोडमा निस्किएर फेरि घरतर्फ लाग्नेछौँ। हाम्रो विष्णु साहबको घर पनि यही इलाकामा हुनुपर्ने हो। यो हो कि होइन? त्यो एक्स्ट्रा यो बाहिर पिल्लर किन निकालेको होला है? चर्च जस्तो बनाएर घरलाई। काफी घरहरू बनाउन खाली रहेछ तिल उडाइदेऊ। मैले यहाँ सर्ट बनाउन लगाएको थिएँ। त्यो ठुल्ठुला गोरु धन्नै ल साथीहरू रात पनि पर्न लाग्यो। अब चाहिँ हामी मेन रोडमा पुग्नेवाला छौँ। यो रोड चाहिँ होराइजनबाट जोइकुटीको लागि जोड्ने गर्छ। यो यहाँबाट जोइकुटी लगभग 2 किलोमिटर जति छ। जस्ट मुनि देवसिद्ध चोक, त्यसको पछि शान्ति चोक। मेरो युट्युब च्यानलमा ल बाबु पनि दिनेश थापामा हेर्नु है। दिनेश थापा मात्रैमा भेटिहाल्छ ल। सब्सक्राइब हेर्नु अलि सर्च गरेर ल। ओके अरे ठिक छ ल ल ल। कोसिस गर्छु ल बेलुकासम्म। हामी ल साथीहरू हामी चाहिँ अहिले मेन रोडमा आइपुगेका छौँ। अब फेरि केही क्षणमा हामी पहिलाको ठाउँ यानि कि होराइजन चोकमा पुग्नेछौँ। यो कुन चाहिँ पथ हो? गार्गी एकाडेमी पथ। गार्गी, यहाँ गार्गी एकाडेमी भन्ने एउटा स्कुल छ क्या। गाग्री होइन, गार्गी। यो रोड पनि बन्दै छ साथीहरू। दाहिने बायाँ साइडमा पुरै एकदम काफी चौडा रोड हो, तर दाहिने बायाँ साइड अहिले बन्न बाँकी छ। देख्न सक्नुहुन्छ यो साइड पुरा उहीँ नाली तक बन्दा यो काफी चौडा हुनेछ। त्यस्तै प्रकारले यो साइडमा पनि बन्न छ। बुढी चाहिँ यो साइडमा फुटपाथमा वकिङ गर्दैछन् भने म चाहिँ मेन रोडमै छु अहिले। गरमले नि पुरा पसिना भइयो। त्यो गर्ने साथीहरू गर्ने आमा कस्तो कुदाएको। हाम्रो आजको वाकिङ देवीनगर भूपू पथबाट लिएर होराइजन पथ हुँदै फेरि प्रधान पथबाट पल्लो साइड गएर रङ्गशालादेखि अलिकति माथिबाट फर्केर अहिले त्यस्तो चोक हुँदै फेरि हामी होराइजन चोक नै पुग्न लागेका छौँ। होराइजन चोकबाट फेरि अलिकति माथि लगभग 2 किलोमिटर माथि पर्छ फेरि हाम्रो पथ।
दुईवटा गोरुको चाहिँ लडाइँ सुरु हुनेवाला छ। ल मैले अब गोरुको लडाइँ चाहिँ यसरी देखाउँदैछु साथीहरू तपाईँहरूलाई। ठ्याक्क मैले भिडियो पनि बनाउनु, दुईवटा गोरु लड्नु पनि यसरी मजाले लडिरहेको छ। बुटवलको बिच बजार देवीनगरको बिच बजारमा यसरी गोरु जुधाइ भइरहेको छ साथीहरू। के गर्ने अहिले चाहिँ यिनीहरू चाहिँ खासै त्यस्तो मजाले लडाइ छैन, हल्का फुल्का लडाइ हो यिनीहरू। यहीँबाट हामी गएको होइन, यो थापा फ्रेस हाउस हुन्छ, यता भित्र गएको थियौँ साथीहरू। हामी घुम्दै फिर्दै फेरि यहीँ आइपुगेका छौँ। यहाँ चाहिँ मासु पोल्ने समय भइसकेछ, एकदमै गनाइरहेको छ होइन, गनाएको पर्छ। आजकल त मासु पोले पनि बनाउने रहेछ। र साथीहरू फाइनली हामी अहिले होराइजन चोक आइपुगेका छौँ। फेरि पोइन्ट नलाउनु पर्ने हो, के गर्ने, गरमले खाइसक्यो। 7 बजिसक्यो होला, फेरि पनि गर्मी अति नै छ साथीहरू। यो होराइजन चोक अघि पनि मैले देखाएको थिएँ। यहाँ चाहिँ यसरी मकै पोलेर राख्नु भयो रहेछ। आइसक्रिम खाने भयो पनि रहेछ यहाँ। र अब हामी चाहिँ यहाँबाट अलिक 200-300 मिटर माथि गएपछि फेरि घर पुग्नेछौँ साथीहरू। ल यो चाहिँ साथीहरू हैदराबादी स्ट्रिट फुड हो। यहाँ चाहिँ यसरी चाहिँ चिकन ग्रिल गरिरहनु भएको छ, पुरा होल चिकन। र यो हैदराबादी स्ट्रिट फुड कर्नर। ठुलो साँडे रहेछ हामीलाई गोरुले। ए हामीलाई नआनै, घर जस्तो गोरु। कैँची कैँची साथीहरू चाहिँ देवीनगर स्केटिङ पार्क रहेछ होइन। यहाँ चाहिँ पुरै स्केटिङ गर्न मिल्छ। 1 घन्टाको 150 र 2 घन्टाको 200। यसरी यहाँको रेट छ। र भित्र चाहिँ पुरै स्केटिङ, बच्चाहरूलाई स्केटिङ खेल्नको लागि पुरा सुविधा छ। यसरी यहाँ स्केटिङ गरिरहनु भएको छ नानी बाबुहरूले। 1 घन्टाको 150 र 2 घन्टाको 200। 2 घन्टा गर्दा फाइदा रहेछ। 1 घन्टा गर्न सक्छन् र बच्चाहरू, 1 घन्टा खेल्न सक्छन् यदि घुमेको घुमाइ त। यहाँ खुट्टाको एक्सर्साइज चाहिँ खुब हुन्छ। यो देवीनगरको स्केटिङ पार्क। साथीहरू आफ्नो बच्चाहरूलाई लिएर खेलाउन चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ।
हामी फाइनली आफ्नो पथमा इन्ट्री गरिसकेका छौँ। रात पनि परिसक्यो, काफी समय लाग्यो हामी घुमफिर गरेर आउँदा। अलिकति भेटभाटमा पनि भुल्थ्यो, त्यस कारण रात पनि परिसकेको छ। अहिले हामी हाम्रै भुटुपथभित्र इन्ट्री गरिसकेका छौँ र आजको गरम त छैन र आजको यो हाम्रो इभिनिङ वाकको सर्ट एन्ड स्विट ब्लग यहीँ आएर इन्ड गर्न गइरहेको छु। भिडियो के कस्तो लाग्यो साथीहरू, मन परे लाइक कमेन्ट र सेयर गर्नु होला, साथै सब्सक्राइब गर्न पनि नभुल्नु होला भन्दै भिडियोबाट बिदा चाहन्छु। हस्त बाई बाई।